साकेला यो नृत्य उभौली अर्थात् वैशाख पूर्णिमा र उधौली अर्थात् मङ्सिर पूर्णिमाको समयमा मनाइन्छ। यसलाई प्रकृतिको पूजा र कृषि कार्यको सुरुवात र अन्त्यको रूपमा लिइन्छ। साकेला नृत्यका प्रमुख विशेषताहरू भन्नुपर्दा सिली अर्थात् शैली र गोलो घेरामा नाचिन्छ। सिली भन्नाले अभिनयलाई बुझ्न सकिन्छ, जसले खेतीपाती गर्ने तरिका, पशुपन्छीको चाल र सामाजिक जीवन झल्काउँछ। सहभागीहरू परम्परागत वेशभूषामा सजिएर गोलो घेरामा एकै तालमा घुमेर नाच्छन्। नृत्यको ताल मिलाउन विशेष बाजा, ढोल र झ्याम्टाको मुख्य प्रयोग गरिन्छ। यसले पितृहरूप्रति सम्मान प्रकट गर्नुका साथै समुदायमा एकता, भातृत्व र प्रकृतिप्रतिको कृतज्ञता दर्शाउने भएकाले सांस्कृतिक महत्त्व राख्दछ। विशेष गरेर नेपालका किराँत, राई, सुनुवार र याक्खा समुदायले नाच्ने गर्दछन्। यस प्रकारको महान सांस्कृतिक चाड र नृत्यलाई साकेला भनिन्छ। धन्यवाद। Do